सानो सानो कुराले गर्दाखेरि धेरै नेपालीहरू धेरै समस्यामा परिरहेको देखिन्छ। नमस्कार, म सुन्जित तामाङ साउदी अरब रियादबाट। हजुर, साउदी अरबमा धेरै नेपालीहरू साउदी अरब आइसके पछाडि कतिपय नेपालीहरू बाध्यता भएर चाहिँ कम्पनी छोड्नुपर्ने अवस्था हुन्छ र कतिपयलाई कम्पनीले नै निकालिदिन्छन्। कतिपय साथीभाइको लहालहाइमा लाग्छन्। कतिपय साथीहरू धेरै कमाउने प्रलोभनमा परेर कम्पनी छोडिरहेको हुन्छ र कम्पनी छोडिसके पछाडि धेरै नेपालीहरूले गर्ने एकदमै गल्ती भनेको तपाईँले तपाईँको यहाँको आइडी कार्डमा निकालेको सिम कार्ड चाहिँ फ्याल्नु एकदमै ठुलो गल्ती रहेको छ। यदि तपाईँ कम्पनी छोड्नुभएको छ अथवा तपाईँले चाहिँ विभिन्न कारणवश कम्पनी छोड्नुपर्ने अवस्था आइपरेको खण्डमा तपाईँको अकमामा यदि तपाईँले यहाँको सिम कार्ड लिनुभएको छ अर्थात् अफसेयरमा प्रयोग भएको नम्बर तपाईँसँग छ भने तपाईँले कहिले पनि त्यो सिम कार्डलाई नफाल्नुहोला। किनकि पछिल्लो समयमा धेरै नेपालीहरूले सिम कार्ड मार्फत कम्पनीले पत्ता लगाउँछ अथवा ट्र्याक गर्छ भन्ने निहु पारेर चाहिँ सिम कार्ड फ्यालेको कारण धेरै नेपालीहरू ठुलो ठुलो समस्यामा परिरहेको छ। हिजो मात्रै एकजना नेपालीको चाहिँ मैले त्यो केस चेक गरेको थिएँ। त्यो भाइको 42,800 रियाल चाहिँ जरिवाना आएको रहेछन्। कारण उहाँले चाहिँ सिम कार्डहरू फ्याल्नुभएको अथवा रहेछन् अथवा तपाईँहरूले त्यो म्यासेजहरूलाई चाहिँ फलोअप नगरेको कारण चाहिँ फलोअप गर्न नसकेको कारण चाहिँ त्यस्तो भएको रहेछन् होइन। त्यही भएको कारणले साउदी अरबमा रहेका नेपालीहरूको लागि यो सानो कुरा हो तर धेरै ठुलो भूमिका रहेको छ। धेरै नेपालीहरू छन् यसरी कम्पनी छोडिसके पछाडि सिम कार्ड फ्यालिदिएको कारण त्यो नोटिफिकेसनहरू आइसकेको हुन्छ। यदि तपाईँलाई कम्पनीले केस गरेको छ अथवा तपाईँ कुनै केसमा फसिरहेको छ है, कुनै कम्पनीले तपाईँलाई केस हालेको छ अथवा तपाईँले अनलाइन मार्फत कुनै सामग्रीहरू किन्नुभएको छ अथवा पैसा तिरेको छैन अथवा तपाईँले विभिन्न यहाँका नेटवर्क सिमहरू प्रयोग गर्नुभएको छ, वाइफाईको सिमहरू प्रयोग गर्नुभएको छ, पैसा समयमा तिर्नुभएको छैन भने त्यसको इन्फर्मेसनहरू चाहिँ तपाईँको अफसेयरमा भएको मोबाइल नम्बरमा चाहिँ आइरहेको हुन्छ। त्यसलाई तपाईँले बेलैमा फलोअप गर्नुभयो भने छिटै समस्याको समाधानहरू हुन्छन् भने यदि तपाईँले फलोअप गर्न सकेन भने अदालतमा गइसकेको केस जो व्यक्तिले तपाईँमाथि उजुरी गरेको छ अर्थात् मुद्दा केस हालिएको छ त्यो व्यक्तिले 100% जित्छन् र तपाईँले त्यो जो तोकिएको रकमहरू चाहिँ तपाईँले तिर्नै पर्ने अवस्था हुन्छ। त्यसैले यदि तपाईँहरू जो कोही यसरी विभिन्न कारणवश तपाईँले त्यो सिम कार्ड चाहिँ फ्याल्दै हुनुहुन्छ भने कृपया त्यो सिम कार्ड नफ्याल्नु हुनको लागि सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु। भिडियो कस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईँलाई हाम्रो भिडियो मनपर्छ भने लाइक, सेयर, कमेन्ट अनि कपी लिङ्क र सब्सक्राइब पनि गरिदिनु होला। भिडियो हेरिदिनु भएको छ त्यसको लागि थ्याङ्क यू सो मच।